झरनाको चिसो पानीलाई मुनि ताल पर्यो राम्री त तिमी राम्री किन त्यो गाल पर्यो हामी शिव पार्वतीजीलाई दर्शन गर्न यो खोला खोला कुद्दैछौँ। पानी सङ्लो पानी चिसो पानी छ। हेर्नु खाने पानीको पाइप पनि यहाँ तेर्सिएको छ। तपाईँहरूलाई म सबै कुरा दर्शन यही भिडियोबाट गराउँदैछु। रुख पनि लडेको रहेछ यहाँ। तपाईँहरूलाई हामी शिव पार्वतीको दर्शन गर्न लैजाँदैछौँ। यो खोलै खोला कुदेर तपाईँहरू कुद्नु चाहिँ पर्दैन, यो भिडियोबाट दर्शन गर्नु होला। हामी चाहिँ कुद्दैछौँ। त्यहाँबाट अब हुने रहेछ। सक्छ यो भिडियो लगेर आमा केटीलाई देखाउनु पर्ने, तल भिडियो लगेर देखाउनु पर्यो के गर्ने भनेर लन्ठङ र लुन्ठुङ पारेर कुद्दै आयौँ यहाँसम्म। माथि नै छ अरे अझै। लु जाउँ। यहाँसम्म आइएपछि त जानै पर्यो। नलड है। गर्नु भएन। ओहो बाटो त डेन्जर माने खतरा, खतरा भने डेन्जर भने जस्तो रहेछ त। हाम्रो साथीहरू कता पुगिसके? उहाँ पुगि सुक्नुभयो उहाँहरू। हामी यहाँ बामे सार्दैछ पछाडि। हेट लु ढुङ्गा हेर्नुहोस् यहाँ। नलडिकन हिँडौँ। चिप्लो थियो क्या हो यहाँ त? उपर चढेर थाकेको अवस्था, स्यासेर फ्याँफ्या भइयो। हेट
अब यहाँबाट हामी सिँढीमा गयो त्यो भर्याङबाट उकालो जाँदैछौँ। उकालो लाग्नु पर्यो। हो झर्ना हेर्नुहोस् कति राम्रो छ। अब सिँढीबाट हामी माथि जाँदैछौँ उकालो। हो हामी ठाउँमै आइपुगे जस्तो छ। ढुङ्गा यही हो शिव पार्वतीको मन्दिर। हेर्नु यो दृश्य तपाईँहरू सबैलाई देखाउँदैछौँ। हाम्रो भाइहरू हामी आएको यताबाट। अब हामी शिव पार्वतीलाई झरना हेर्न सक्नुहुन्छ। शिवजी मन्दिरको माथि नै फोटो